के खानु हो? बेल बेल के को लागि खानु हो? बेल चाहिँ हो तिम्रो स्वास्थ्यको लागि धेरै उपकारी। तपाईले चाहिँ किन खानु हो? मेरो स्वास्थ्यको उपकार गर्नलाई। पेट ठन्डा हुन्छ। यसको फाइदा धेरै छ। यसको वर्णन गर्नु पर्दाखेरि यो बेल कहाँ पाइन्छ? यो बेल चाहिँ कहाँ पाइन्छ? बेल आसाममा प्राय घरमा हुन्छ बेलको गाछ। बेललाई किनभने हिन्दूहरूले अच्छा, बेलको गाछ घरको अगाडि किन रोप्दैनन्? बेलको गाछ घरको अगाडि रोप्यो भने किन रोप्दैन? होइन बेल रोप्यो बेल राम्रो हो, तर घरको अगाडि चाहिँ किन रोप्दैनन्? बेलपत्ता शिवजीको मुख्य चढाउने यो चिज भएर के भन्छन्? होइन सबभन्दा ठुलो कुरो बेल नि। बेल दबाई हो। बेलको गाछको तलबाट क्रस भएर हिँडी गऱ्यो भने पनि तिम्रो कतिवटा बिमारहरू नाश हुन्छ। त्यो त माने, तर बेल गाछ घर अगाडि चाहिँ किन रोप्नु हुँदैन? यति राम्रो चिज हो भने। त्यो विषयमा त्यत्रो जानकारी छैन, लेकिन म यति जान्दछु बेल चाहिँ राम्रो चिज हो। मेरो पनि कुरो त्यो बेल राम्रो चिज हो, घर अगाडि चाहिँ किन रोप्नु हुँदैन? त्यो चाहिँ शास्त्रार्थ जान्ने। म पनि भन्छु राम्रो चिज हो। काँडा हुन्छन् घोच्छ भनेर। ओ काँडा भकाले काँडा हुन्छन् नि त। अच्छा, बेलमा काँडा हुन्छन् रोप्दैनन्। गुलाब फुलमा पनि काँडा हुन्छन्, अनि गुलाब फुल चाहिँ घर अगाडि किन गुलाब रोप्छ? फुल पनि घर अगाडि नरोप्नु नै भन्छ। प्रायले रोप्छन्। रोप्नु रोप्छन् तर हुँदैन। हुँदैन, त्यही हो कारण। अब तिमीलाई थाहै थिएन, नबोल न, म फेसबुकमा गइसकेँ।